हेलो हेलो गाइज वेलकम छ हेलो वेलकम छ मेरो लाइभ ब्लगमा गाइज। अनि यो हाम्रो रुम हो गाइज। यो हाम्रो सुत्ने बेड हो। अनि सामानहरू छ, कपडा यस्ता फोहोर छन् गाइज यी पुरै हेर्दा हेर्दै। अनि आज फेरि खाना बनाउने तयारीमा छु गाइज यी गाइज यहाँ कस्तो मस्त सुत्ने ठाउँ छ रहेछ गाइज। अनि म खाना बनाउने तयारी छु गाइज। अब प्याज स्याज काट्नु पऱ्यो गाइज, टमाटर ल्याउन बिर्सिरहेछु। अनि फेरि अलिकति देखाउँला गाइज। अनि गाइज म तेल हालिरहेको छु। तेल पाक्न दिउँ। तेल पाकिसकेपछि म गाइज जिरा हाल्छु, त्यसपछि प्याज हाल्छु, अनि लसुन हाल्छु, मिर्ची हाल्छु, अनि तरकारी हरू हाल्छु गाइज। प्याज हालिरहेको छु, हेर्न सक्नुहुन्छ गाइज प्याज। ल प्याज हालिसके गाइज, पाक्न दिउँ यसलाई एकछिन राम्ररी। अनि म फेरि देखाउँछु गाइज। छिटोभन्दा छिटो हेर्नुहोस् गाइज, मेरो बेड यता झोलाहरू छ, यी सामान राख्ने भाँडो, यी ग्यास सिलिन्डर, खाना पाकिसक्यो गाइज र पकाउँदैछौँ गाइज आफू खानेको लागि गाइज। तपाईँहरूको यस्तो जिन्दगी छ कि छैन भन्नुहोला गाइज। कि पुरै छ यार, यस्तो नराम्रो हुन्छ यार गाइज। जिन्दगी यस्तै छ, चलिरहेको छ गाइज, चल्दैछ मस्तले चलाइरहेछौँ गाइज। अनि गाइज नमक हालौँ अलिकति, थोरै थोरै नमक हालिदिउँ। तपाईँहरूको कस्तो चलिरहेछ गाइज लाइफमा भन्नुहोला। यी बेड सुत्ने बेड, यी पङ्खा सङ्खा गुफर छ गाइज, ऊ पिठो हो। अनि यसलाई अलि राम्ररी भुटौँ है, त्यसपछि यसलाई हाल्ने। अब के भन्छन् यार सिद्धरा। अब भोलि मासु बनाउने बेला देखो बनाएर देखाउँला गाइज। आज त यही छ, यही खानु पर्यो है, होइन गाइज। तपाईँहरू खानुहुन्छ कि नै? भेज कतिजना हुन्, नन भेज कतिजना हुन्, कमेन्टमा भन्नुहोला गाइज है गाइज। नन भेज कतिजना हो, भेज कतिजना हो गाइज भन्नुहोला कमेन्टमा। अनि गाइज पकाइरहेछौँ, राम्ररी पकाउँला। अनि धेरै लङ टाइमसम्म त बनाउनेवाला छैन गाइज, 2 4 5 मिनटको भिडियो मात्रै हुन्छ होइन गाइज। तपाईँहरूलाई पनि बोर लाग्न सक्छ गाइज, धेरै टाइम नलिउँ है गाइज। पाकिसकेपछि फेरि देखाउँला एकछिन। लौ है गाइज, आजको लागि इन गरौँ है गाइज। र तपाईँहरू थ्याङ्क यू फर वाचिङ गाइज, और सब्सक्राइब गर्नुहोला गाइज, माया दिनुहोला। थ्याङ्क यू फर वाचिङ गाइज, ओके बाई बाई।